चाहिँ म यस्तो दामी ठाउँमा छु कि अब चारैतिर हरियाली के अनि त्यसपछि अब जङ्गलको बिचभित्र हावा पनि यस्तो मजाले चलिरहेको छ कि चिसो हावा सरर चलिरहेको छ यस्तो मनलाई आनन्द हुँदैछ नि यो चाहिँ अब एकदमै रमाइलो छ। सम्पूर्णलाई फेरि पनि नमस्कार र न्यू डे न्यू ब्लगमा फेरि पनि स्वागत गर्दछु। भिडियो बनाउनु पर्यो भनेर चाहिँ तल खेततिर झरेको थिएँ। खेततिर भन्दा ठिक अब जङ्गलतिर पनि अब खेततिर हुँदै जङ्गलतिर जान्छु भनेर सोचिरहेको थिएँ। भाइ पनि आएको रहेछ गोठाला अनि अब म पनि भाइसँगै गोठाला गर्दै जानेछु। अब चाहिँ गाउँमा पनि होइन अब जहाँ हेऱ्यो हरियाली मात्र देख्छ एकदम मनै लोभाउने हुन्छ क्या जताततै हरियाली हुन्छ होइन। र अब चाहिँ म पनि भाइको साथमै गोठाला जानेछु। म पनि सानोमा हुँदा धेरै गोठाला जान्थेँ नि त यो यतैतिर यो जङ्गलतिर अनि मलाई बढी गोठाला जानु मन लाग्यो। हामी चाहिँ गोठाला त्यो पारीदेखि नै भिरको मुनि जानेछौँ भिरभित्र। बाटोमा ऐसिलो भेट्टाएँ अब म चाहिँ ऐसिलो खानेछु। मिठो हुन्छ होइन अब कन्दमूलहरू हो यो सब स्वास्थ्यको लागि एकदमै लाभदायी नै हुन्छ। तर यहाँ चाहिँ त्यति धेरै फल्याएर रहेछ हल्का रहेछ है। यस माथितिर चाहिँ धेरै पाइन्छ माथि चाहिँ यहाँ चाहिँ अब वस्तुहरूले अब त्यो हल्लाइदिन्छ कि पो त्यही भएर खस्दो रहेछ चराहरूले खान्छ। चाहिँ म यस्तो दामी ठाउँमा छु कि अब चारैतिर हरियाली के अनि त्यसपछि अब जङ्गलको बिचभित्र हावा पनि यस्तो मजाले चलिरहेको छ कि चिसो हावा सरर चलिरहेको छ यस्तो मनलाई आनन्द हुँदैछ नि जो चाहिँ अब एकदमै रमाइलो छ। गाउँघरको वेदर वातावरण चाहिँ एकदमै स्वच्छ छ क्या अहिलेसम्म चाहिँ अब त्यति धेरै प्रदूषण पनि त छैन नि गाउँमा। अब जस बिस्तारै चाहिँ हुन पनि सक्छ है अब तर अहिलेसम्म चाहिँ एकदमै क्लियर छ क्या अनि त्यो मजा लाग्छ। अनि अब गाउँको जङ्गलभित्र बस्नु है अनि जस एउटा इनर्जेटिक भाइब्स आउँछ क्या गाउँमा चाहिँ नि। ठ्याक्कै के हो यसको नाम चाहिँ मलाई आएन। जो सानोमा हुँदा हामी धेरै खान्थ्यौँ कि यो पनि यस्तो रातो हुन्छ अनि अब टक्क यो चुटाउने यसभित्र चाहिँ रस हुन्छ क्या यसभित्र अनि यो रस चाहिँ एकदम गुलियो हुन्छ क्या मह जस्तै हुन्छ एकदम मिठो हुन्छ। गाउँभित्रको जङ्गलभित्र घुम्नु चाहिँ एकदमै रमाइलो हुन्छ है। अब हरेक कुरा धेरै कन्दमूलहरू पाइन्छ खानु पाउँछ। अब चाहिँ हामी यो तल यो पहाडको भिरको फेदमा जानेछौँ र त्यसभित्रको नि हामी केही दृश्यहरू क्यामेरामा जन्ने नै छौँ। उता जा गाउँमा वस्तु गोठाला जङ्गल लाने चलन हराइसकेको छ। त्यो भएर बाटो पनि एकदमै बढी गाडी भइसकेछ। दो ल हामी चाहिँ यस्तो जङ्गलभित्र गोठाला आएको छौँ है। हामी चाहिँ अब पहिला यो ठाउँतिर पहिला पनि गोठाला आइबस्थ्यौँ। अब अहिले चाहिँ अब त्यति धेरै होइन गोठाला जङ्गलतिर जाने चलन पनि हराइसक्यो नि त। त्यही भएर अब चाहिँ अहिले चाहिँ अलिकति बढी घारी रहेछ। जस एकदमै रमाइलो छ। हामी चाहिँ पहिला यो जुन माथि देखिरहेछ नि अनि यसमाथि चाहिँ अब हामी घाँसहरू काटेर होइन दाउराहरू काटेर चाहिँ घर लाने गरिन्थ्यो। यो कुराहरू सम्झिँदा चाहिँ अहिले मनै सिरिङ्ग हुन्छ क्या भित्रैबाट। यस्तो डेन्जर छ कि यस्तो भिरमा चाहिँ नै हामी आफ्नो होइन काललाई चाहिँ होइन गोजीमा लिएर चाहिँ नि काम गर्नुपर्छ कि बाइचान्स एउटा सानो मिस्टेक हो भने यहाँ त जिन्दगी सकिन्छ नि त। यत्रो डेन्जर भिर छ है। अब के गर्ने अब गाउँघरमा अब यस्तै कामहरू गर्नु पर्थ्यो थियो पहिला। अब चाहिँ हामी जुन यो देखिरहेको झरनामा जानेछौँ। झरना चाहिँ अब बर्खाको सिजनमा चाहिँ यस्तो डेन्जर हुन्छ कि र हामी चाहिँ झरनाको फेदमा आइपुगिसकेका छौँ।
ठाउँ चाहिँ यस्तो डर लाग्ने छ कि एक्लै आउँदा चाहिँ डरै लाग्छ कसम भनेको है। अब हामी दुईजना छौँ जाउँ। यहाँ फेदमा चाहिँ यस्तो छ। म चाहिँ अनि चिसो पानीले हात र मुख पनि धोएँ। त्यसपछि मलाई चाहिँ कहाँबाट एउटा बडी बिल्डिङ पोजहरू देखाउने जोस आयो। नजानी नजिनै भए पनि देखाएँ। युथको टाइम भएकोले गर्दा पानीहरू पनि त्यति धेरै हुँदैन नि त खोलातिर। र गाउँमा चाहिँ यस्तो झर्नाहरू धेरै छन् क्या। अनि त्यसपछि जुन यो डाँडाभन्दा उतापट्टि पनि यस्तो झर्नाहरू 3-4वटा छन्। धेरै लामो लामो झर्नाहरू। यो पनि झर्ना लामै छ, 100 मिटरभन्दा अलिकति अलगै छ। अहिले चाहिँ अलिकति सानो भएकोले गर्दा यो माथि ठोकिन्छ। पछि चाहिँ अलिक ठुलो भएपछि चाहिँ झर्ना एकैचोटि यो तल कुकुर छेउमा आइपुग्छ। त्यसपछि यो तल जुन देखिरहेको ढुङ्गाभन्दा माथि चाहिँ आउनै सकिँदैन, त्यति धेरै हावा फ्याल्छ। यस्तो झर्नाहरू चाहिँ हेर्न पाइन्छ, मजा लाग्छ। ल अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ। त्यस एकदमै रमाइलो भयो है यो ठाउँमा पनि धेरै पछि आएँ। झर्नाको चाहिँ म फेरि पछि बर्खाको सिजन आएपछि म त्यस बेला बनाउने छु। त्यस बेला चाहिँ पानी पनि एकदमै धेरै ठुलो हुन्छ नि त। अनि अब भिडियो त्यो झर्ना पनि एकदमै दामी देख्छ। यस्तो झर्नाहरू चाहिँ धेरै छन् क्या हाम्रो गाउँमा। यस्तो झर्नाहरू धेरै छन्। अरू झर्नाहरू नि म पछि अब बर्खाको सिजनमा बनाउने छु। अनि यहाँबाट चाहिँ पानी चाहिँ डेन्जरै भिड देख्दो रहेछ। बेला बेलामा म आफै चक्क पर्छु कि म कहाँ छु जस्तो लाग्छ। यस्तो डेन्जर छ। तर के भन्नु, यस्तै ठाउँमा जन्मियो, यस्तो ठाउँमा हुर्कियो है। त्यो सबै जे जस्तो भए पनि अब आफ्नै गाउँठाउँको माया लाग्छ नि त जसलाई पनि। अनि त्यही हो। अनि अब हजुरहरूले पनि कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। जनावरहरू तर्साउने आइडिया चाहिँ डेन्जरै लगाएको रहेछ नै। अब यसरी हल्दिराख्यो भने त डराउँछ नि त तिनीहरू। अनि अब बाँदरहरू मकै जाउँ खान आउँदैन। जस दामी आइडिया लगाउनु भएको रहेछ। अब हाम्रो भिडियो चाहिँ यहीँसम्म हुने रहेछ। अब हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। र अब हामी चाहिँ अहिले चाहिँ पढ्ने हुन्छ। बाई बाई।